त्यो मना हुन्छ नि, हजुर त्यो तपाईँलाई केही थाहा छ? होइन अब पहिला मैले आमाहरूले बनाएको चाहिँ देखिया थियो। हजुर। हल्का त्यो गहुँलाई भिजाइराख्छ, अनि भिजाएपछि त्यसलाई होइन अब पटासी भन्छ नि, त्यो माटोको भाँडा पालपाल भएको त्यसमा त्यो पकाउँछ। अनि पकाएर फेरि त्यो ढिकीमा कुट्नुहुन्छ। ढिकीमा कुटेर अनि त्यो ढिकीमा कुटेपछि अनि ल्याएर अलिकति चिसो भएपछि चाहिँ त्यो अब हाम्रो त पहिला त माटोको घर हुन्छ नि त, अनि माटोको घरमा सफा गरेर होइन अनि त्यसमा फिजाउनुहुन्छ। अनि फिजाएपछि एक पहिला चाहिँ परालले छोप्छ, अनि परालले छोपेपछि चाहिँ अनि हाम्रो सुकुल हुन्छ नि, ठुलो ठुलो सुकुल अब आफ्नो कत्रो छ त्यो मना फिजाएको, अब त्यत्रै अनुसारले सुकुलले छोप्नुहुन्छ। बेर्ने कि छोप्ने? छोप्ने आमाले छोप्नुहुन्छ कि छोप्नुहुन्छ। यसरी हामीले बस्ने गर्ने छोप्नुहुन्छ। अनि छोपेर अनि त्यसलाई चाहिँ 7 दिन 9 दिन भएपछि चाहिँ अनि उठाएर होइन अनि हरियो भएर आउँछ क्या त्यो ढुसी। हरियो कस्तो मजा, हरियो भएर आएको भने राम्रो, हरियो भएन भने नराम्रो भने चाहिँ सुनेको थियो। अनि त्यो मजाले सुकाएर अनि स्टोर गर्नुहुन्छ। अनि अब आफू चाहिएको बेलामा अनि रक्सी पार्ने बेलामा अनि त्यो अर्को मना हुन्छ नि हाम्रो सेतो मनाफो, चामलको मनाफोको सट्टा चाहिँ रक्सीमा चाहिँ त्यही राख्नुहुन्छ। हजुर।